सो हेलो गाइज, स्वागत छ मेरो ब्लगमा। र यो चाहिँ मेरो फर्स्ट ब्लग रहेको छ। र आज चाहिँ म चट्ट लाएर होइन ब्लग बनाउने निर्णय भयो क्या। अब यसो यताउति होइन मिटिङ सिटिङ बस्यौँ हामी। अब मिटिङ सिटिङ बस्दाखेरि अब प्रधानमन्त्री बोलाउनु पर्यो। त्यही भएर अब प्रधानमन्त्री अब यता फेरि अब केपी ओलीलाई बोलाएको। अब केपी ओलीलाई बोलाउँदाखेरि के भन्छ भने, मैले फोनमा बोलाएँ क्या केपी ओलीलाई। केपी ओली सर तपाईँ यता आउनु। अब सर त मैले अब भन्न मन थियो भनिनँ। अब उमेरले त मलाई हेर्दाखेरि अब वृद्धा भत्ता खाने खालको छ त्यसको उमेर। त्यही पनि अब मैले के भने त्यसलाई, केपी ओली सर अब यहाँ थोरै म भ्लग बनाउँ कि नबनाउँ भन्ने एउटा निर्णय राखेको छु। र यहाँ सो निर्णयलाई कन्फर्म गर्न आउनु पऱ्यो भनेर बोलाएको हो। त्यो मानेन क्या। अनि फेरि यता रवि लामे छानेलाई नि मैले फोन गरेँ, त्यसले कल उठाएन मेरो। र अनि मैले उता बालेनलाई फोन गरेको, त्यो के भन्छ नि, मेरो यहाँ एउटा ठुलो अर्जेन्ट मिटिङ छ, म अहिले आउन सक्दिनँ भन्छ। अब म के भनौँ त, मैले तिनीहरूलाई बोलाएको, अब नआएपछि म के गर्नु त। त्यही भएर अब मैले अब तिनीहरूसँग राखिनँ। अब यहाँ यतैको गाउँको मिनिस्टरहरूसँग राखेँ। अब प्राइम मिनिस्टरहरूलाई बोलाऊँ भनेको अब तिनीहरू व्यस्त होइन अब त्यता। त्यही भएर अब खै त आउन मानेन। अनि फेरि आउन नमानेपछि मैले जबरजस्ती गर्नु भएन। अब फेरि यतानिर त्यस सानो तिनो अब लाई बोलाऊँ भने तिनीहरूलाई पैसा चाहिन्छ। अब फेरि मेरो चाहिँ अब यस्तो कार्यमा चाहिँ पैसा दिने बानी छैन क्या। त्यही भएर अब पैसा यस्तो क्या, यो हामीले यो राजनीतिक पोलिटिकल्समा जे हरेक कुरामा भन्दा पनि यो मेन यो राजनीतिक पोलिटिकल्समा चाहिँ जहिले पनि पैसा अगाडि बढाउनुपर्छ क्या। पैसालाई अगाडि बढाउनुपर्छ। अब पैसा अगाडि बढ्यो भने ल सब कुरा होइन। अब मैले यहाँ अहिले केपी ओलीलाई, ल ए भाइ केपी ओली, म तँलाई ल यता आइज 2 करोड दिन्छु, यता मिटिङ छ भने नि, मिटिङ दिएर होइन 5 मिनटको लागि त्यो केपी ओलीले भाउ खान खोज्छ। किनभने अब त्यो भनेको अर्बौँ खेलाउने मान्छे हो। अब मैले अब त्यसलाई जब 2 करोड दिँदा के मान्थ्यो। त्यही भएर अब मैले अब यो केपी ओली लगायतलाई बोलाउने निर्णय गरिनँ। अनि अब फेरि मैले यता सोधेँ क्या, उता इन्डियाको मोदीजीलाई अनि यता डोनाल्ड ट्रम्पको त्यो यसलाई के भन्छ नाम पनि बिर्सेँ तिनीहरू। अनि उता चाइनाको किङजोङ नाम पनि बिर्सिदिएँ हो। तिनीहरूलाई बोलाऊँ भनेको। अब फेरि अब यता फेरि किङजोङ अब उता खै को के भयो, त्यसको को मऱ्यो अरे, अब उता त्यो नआउने भयो। अनि फेरि अब यता म मोदीजीलाई बोलाएको। अब त्यो फेरि यता क्रिकेटको आइपिएल चल्दै रहेछ, त्यो बिजी छ। अब त्यही भएर अब एउटा चाहिँ अब भ्लग बनाउनलाई किन यत्रो दुनियाँ खर्च गर्नु, किन बोलाइरहनु भनेर अब फेरि मेरो यहाँ त्यो असिस्टेन्ट त्यो गएको छ। असिस्टेन्टले भने कि हेर्नु अब तपाईँ यस्तो भ्लग बनाउनलाई यस्तो खर्च नगर्नु, जब एउटा भ्लग बनाउनलाई सट्ट त्यो जब एउटा बनाउनु फ्री स्टाइलवाला भ्लग बनाउनु भन्यो अनि अब मैले प्रायः जसो असिस्टेन्टको कुरा इग्नोर गरेर हुन्छ क्या। त्यही भएर ल आज चाहिँ म यसको कुरा मानिदिउँ भनेर अब मान्दै रहेछु। हल्का भ्लग बनाएको। फेरि यहाँ केपी ओली के भन्छ भने मलाई ठुल्ठुलो कुरा गर्छ घरिको, ल यस्तो अरे घरिको यस्तो दिमाग सड्केर आउँछ कि अनि उता फेरि अब ओभरै हो केपी ओलीलाई हान्न जानुपर्छ भनेको। फेरि यता उता मलाई इन्डियाबाट मार्को आर्मी इन्भाइट गरौँ भनेको। फेरि इन्भाइटको डकुमेन्ट्सहरू कहाँ राखेँ असिस्टेन्टले। त्यही भएर अलिक बिजोकै भयो। ल अब बाँकीको कुरा अहिले एकछिनमा गर्नु। यहाँ असिस्टेन्ट आयो, के डकुमेन्ट्स मिलाइस् एकछिन ल, यहाँ भिडियो अफ गर्नु।